वेलकम बैक टू आवर अनदर न्यू ब्लग। आज चाहिँ फेरि पनि हामी तीनजना रौतहटका साथीभाइ भनौँ न, एउटा भाइ एउटा साथी, हामी चाहिँ लगभग आज पुनः झापाली दाइहरूलाई भेट्नलाई चाहिँ लागेका छौँ। आज तीनजना छौँ, पहिला चारजना थियौँ अस्तिको हप्ता, आज तीनजना छौँ हामी। हाम्रो यात्रा चाहिँ अब आज फेरि मौसम पनि हावा चलेर चिसो छ, घामले आँखा हेरि नसक्नु छ, त्यही भएर हामी स्टिल झारेर होइन त्यो कालो चस्मा चाहिँ बाध्यताले लाग्यो, नत्र भने लाउने इच्छा चाहिँ खासै थिएन होइन भाइ। तर के भने यहाँ एकदम आँखा खाने किसिमको चाहिँ चमक भयो। हामी चाहिँ लगभग चस्माको साथमा आज हामी हिँड्दैछौँ। हामी आजको यात्रा तीनजना छौँ, अलि रमाइलो होला जस्तो छ आज। त्यसो भए तीनजना हिँड्दा अलिक धेरै रमाइलो भइरहेको हुन्छ प्रायः जसो। चारजना जाउँ भन्दा कोही नमान्ने नि, साथीहरूलाई रुममै रमाइलो लागिरहेछ, हामीसँग हिँड्नै नखोज्ने। त्यही भएर आज सब बिदाको दिन पनि छ, भोलिबाट फेरि ड्युटी नै हो। फाइनली हामी चाहिँ अघिसम्म त चिसो हो भनेर निकै भनियो, यो लगभग यो 5-6 किलोमिटर टाढो छ हाम्रो झापाली दाइहरूको अड्डा भनौँ न। अहिले सट यसरी द्रुत गतिमा हाम्रो फेरि हिँडाइ खालि खत्रै हुन्छ। हाम्रो हिँडाइको कारणले गर्दाखेरि चाहिँ त्यति त हामी हिँडेरै पार गर्छौँ भनेर तीनजना छौँ, तीनजना लुइका लुई यो टाइपमा यसरी ल यतिको यो हिँडाइमा हिँडिसकेपछि हाम्रो यो 500 किलोमिटर त के हुँदै त्यो ठ्याक्कै खान्छ हाम्रो यो हिँडाइ यस्तो छ भनेर। अब यो हिँडाइमा चाहिँ अब हामी लगभग 10 मिनटभित्र त हामी लोकेसनमा नि पुग्छौँ। अच्छा, हमको सिखा रिया है। फेरि आज हिँडेरै आइयो। पहिला चाहिँ हामी हिँडेर पनि आइन्थ्यो, कहिले बोल्टमा आइन्थ्यो। नेपालको पठाउ भने जस्तै यहाँ पनि सर्भिस छ, बोल्ट सर्भिस, त्यसमै आउने जाने हुन्थ्यो। आज चाहिँ अब ल हिँड्दैछौँ भन्ने कुरो भयो। हुन त अस्ति पनि हिँडेरै आएको, फर्किने बेला चाहिँ हामी लगभग बोल्टमै फर्किन्छौँ, किनकि फेरि वान वे टिकट जस्तै हाम्रो फेरि वान वे टिकट फ्री जस्तै छ। त्यही भएर फर्किँदा चाहिँ हामी लगभग बोल्ने अहिलेको यो द्रुत गतिको हिँडाइ यतिको यही किसिमले केटाहरू हिँड्दै गयो भने त राजतन्त्र फर्काउँछन् जस्तो लाग्छ कहिलेकाहीँ। त हिँडाइ यस्तो छ, राजतन्त्र फर्काउने किसिमको। फेरि गाडी आइरहन्छ कि बिच रोड हिँड्नु पनि आएन, त्यही भएर अलिकति गाह्रो छ यतातिर। अब यही डाँडा माथि चाहिँ हाम्रो कम्पनीको एउटा बिल्डिङ रहेछ, आफ्नो घर। ल केटा अलिक फास्ट राजतन्त्र फर्काउनु पर्छ यसरी हिँडेर। केटाहरू यसरी कुदिन्छन् कि अस्तिको आन्दोलनमा 2जना भइदियो है, राजतन्त्र फर्काएरै आउँथ्यो। के भने केटाहरू विदेशमा छ नि, त्यहाँ फेरि एनसेलको टावर अलग्गै किसिमको एनसेलको टावर छ। ल साथीहरू, आज चाहिँ हिँडाइको क्रम जारी नै छ। अब नयाँ लोकेसन नगए पनि नघुमे पनि हाम्रो पुरानै लोकेसन हुन्छ प्रायः जसो। अब सानो सहर छ, जाने ठाउँ पनि कतै छैन। जति जाने ठाउँ त हामी लगभग घुमिसकेका छौँ। यस्तै हो, अब अरू बेला घुम्न नपाए पनि छुट्टीमा चाहिँ हिँड्ने डुल्ने हुन्छ। यसो नेपाली साथीभाइ दाजुभाइ भेटघाट त्यही त हो नि। अब परदेश आएपछि नेपाली दाजुभाइ नेपाली साथीभाइको महत्त्व अलि बढी नै हुन्छ। यहाँ भनेकै अब आफ्नो आफन्त भनेकै यहाँ नेपाली हुन्छन्। त्यही भएर हामी चाहिँ अब हाम्रो मिन दाइ हुनुहुन्छ त धरानबाट, उहाँको चाहिँ इन्भिटेसन भनौँ न, यसो बोलाउनुहुन्छ बेला बेलामा। फेरि बोलाएपछि नजाने कुरो नि आएन भनेर हामी चाहिँ लगभग प्राय भेट भएको नि धेरै भएको छैन दाइसँग, त्यही 1-1.5 महिना जति भयो होला। अरूभन्दा अलि अलग किसिमको हुनुहुन्छ। बाँकी अरू भेट्न त हामीले धेरै साथीहरू भेट्यौँ, तर उहाँ अलिक विशेष जस्तो लाग्छ। एकदम अभिभावकको भूमिका निर्वाह गर्नुभएको छ, सल्लाह दिने यताउति एउटा हुन्छ नि अलग्गै किसिमको। ठिक छ, भेट्दा खुसी लाग्छ हामी। त्यही भएर आज उहाँले बोलाउनु भएको कारणले गर्दाखेरि आज पनि हामी उतै गएको छ। फेरि उता गएर अस्तिको हप्ता पनि हामीले सागै टिप्यौँ, यता साग फेरि अलिक सागको त अलिक महत्त्वै हुन्छ। आज पनि अब लगभग हामी
साग टिप्ने भनेर हिँडेछौँ कहाँ पुगिन्छ हाम्रो हिँडाइ चाहिँ यसरी द्रुत गतिमा केटाहरूको यता हेर हेलो मिलन ल हाम्रो हिँडाइ चाहिँ यसरी चुप लाग्न मिलालाई त देख्नै हुँदैन घोकिहाल्छ यस्तो सेतातिरको फेरि साथीले फेरि हिजो भर्खर नयाँ जुत्ता किनेको आँच खोइले पुरा नयाँ जुत्ता छ साथी त्यही भएर आज मक्ख छ नयाँ जुत्ता नयाँ चस्मा खोइ यता हेर्नु त मिलन कालो चस्मामा बस ब्राभो देखिया छ भाइ ब्राभो यसलाई टोपी हुने कुरो गर्नुपर्छ नि छैन कहाँ राख्नु मैले यसलाई त लाटो फुसो ताग्यो त कुष्ठ रोग क्या हो कहाँ छ ल घोचा अहिले हेर्नु त पुरै रातो अहिले बक्छ छोकै छैन महसुस यो मान्छे च्याल रहेछ ल छुरै नसिकन फुलेर उ झरे प्लाट झरेको यस्तै फोटो हेरेर यस्तो थियो यस्तो चाहिँ त्यो बच्चामा थियो क्या त्यस्तो हाम्रो चाहिँ लगभग सबै साथीहरू खेला परिसके छैन मुला मौसम चिसो छ तर साथीले चाहिँ अझै गुलीले झन्डै अलिकतिले अलिकतिले चरा झन्डै मारेर आउँछ यहाँ यस्तो हामी चाहिँ लगभग हामी दाइको यो वासस्थानमा नि आइसकेका थियौँ यसो अब हामी चाहिँ लगभग उतै अगाडितिर साग टिप्ने कार्यक्रम यसो घुमाउ अलिक डाँडो काँडा यतातिरको एरिया यही छ यसो वरिपरि डाँडै डाँडा एकदम के भन्छन् गाउँले जीवन जस्तो छ यतातिर राम्रो छ सिन ठिक छ दामी छ तर मौसम चाहिँ एकदम चिसो यो घाम लाग्यो भने चिसो हावा चलेको छ यो चैत वैशाखको के भन्छन् हावा चले जस्तो तोफान हावा चलेको छ जाडो छ एकदम आँखा चाहिँ हेरि नसक्नु छ चस्मा नलाइकन त विकल्प होला जस्तो लागेन खोइ त हाम्रो अरू उताहरू खोइ त उताहरू खोइ आज हाम्रो सिकारी फेरि एकदम नेपालदेखिको सिकारी हातमा गुलेली बोकेर आज चरा मार्छन् जस्तो छ केटाहरूले ओ मिन्दै खै मिन्दै मिलन मिन्दै बोलाइ मिन्दैलाई सकिलेर हामी चाहिँ आज फेरि 5-6जना छौँ 5जना 2 4 1 5जना अब 5जना हामी 5जना चाहिँ अब साग पनि टिप्ने उतै डाँडा काँडा एक राउन्ड घुमेर आउने यहाँ आएपछि त्यही त बिदाको दिन अरू केही काम हुँदैन यो परदेशमा बिदाको दिन त रुममा कति सुत्नु कति बस्नु त्यही त हो नि यसो घुमघाम गऱ्यो दिन बितायो गाह्रो छ नि गाह्रो छ त्यसमाथि फेरि हाम्रो यो 2 दिन छुट्टी छ यो युरोप त अब 1 दिन मात्रै भएछ 1 दिन रेस्ट गर्न मिल्थ्यो 2 दिन त 2 दिन रेस्ट गर्दा त भोलिबाट त बानी बिग्रेर नि त काम गर्ने भन्ने हुन्छ त्यही भएर यसो हिँडुल गर्ने घुम्ने नेपाली दाजुभाइ साथीहरू घुम्ने भेट्ने यस्तै हो परदेशमा दुःख सुखका गफ हुन्छन् रमाइलो हुन्छ जस आफ्नो व्यथा आफ्नो कथा सुनाउने सुन्ने यस्तै छ चलिरहेछ ये बड़ी अच्छी बात कही आप सबैजना
बस्कर पगले एकदम चिसो छ आज, पुरै हिउँ परिरहेको छ। एकदम हिउँले हामीलाई साग टिप्न भनी आएको, पुरै हिउँले रोक्ला जस्तो छ। यस्तो चिसो छ है आज। चाहिँ तपाईहरुले देख्न सक्नुहुन्न किनभने एकदम पातलो परिरहेछ है। एकदम पातलो तर एकदम फुर्र परिरहेछ है त। ल अब अलिक धेरै बाक्लो पर्यो भने हामी फेरि देखाउने छौं। यहाँ हाम्रो हिरो दाइले स्टन पुरै खतरनाक स्टन देखाउँदै हुनुहुन्छ। यहाँ हिउँले हामीलाई एकदम छेकिसकेको छ। हामी भाग्दैछौँ यहाँ डाँडा काँडा नाग्दै। यसरी पुरै खतरा चिसो भइसक्यो, हिउँ परिसक्यो। यस्तो छ पुरै हिउँले हामीलाई बर्बाद पारिसक्यो। ओहो हिउँले पुरै चिसो हान्यो यार, धेरै चिसो हान्यो। हिउँ त पुरै आएको देखिरहेको छ कि छैन यो क्यामेराले। हिउँ एकदम आइरहेछ, हामीलाई पुरै जाडोले खतरा बनायो। यस्तो छ। आज एकदम हामी साग टिप्ने क्रममा हिउँ धेरै परेको हुनाले हामी अब धेरै बेरसम्म चाहिँ साग टिप्न सक्दैनौँ। हिउँले मताइसक्यो उहाँ पुरै नाच्दै हुनुहुन्छ। एकदम चिसो छ है। मेरे को तो ऐसा धक धक हो रहा है। फाइनली हाम्रो चाहिँ केटाहरूको अब साग टिप्ने काम सुरु भइसकेको छ। अब हाम्रो साथी जुत्ता सुत्ता खोलेर यसरी अब के गर्नु, जुत्ता लाएर पानीमा छिर्ने कुरा होइन। साग खान चाहिँ मजै आउँछ, साग खान मजा आएर मात्र भएन। यसरी चाहिँ सर्लक्क साग टिप्ने काम भन्छ। हाम्रो साग फेरि यस्तै यसो खोलाको किनारतिर साग टिपेर हाम्रो टोली चाहिँ यसरी माथि ओह्रालोबाट उकालो उकालोबाट ओह्रालो भनेपछि साग टिपेर यसरी झरिन्छ है। हो त हावा पनि रोक्यो कि। एक हप्तालाई साग पुग्यो सादा पनि। साग टिपाइ कार्यक्रम पनि सकियो आज हाम्रो। अब बिस्तारै बिस्तारै रुमतिर लाग्ने प्रोसेस हुन्छ।
हामी चाहिँ लगभग पुरै साग टिपेर यसरी पुरा जङ्गल खोला गर्दै रुमतिर फर्किने क्रममा छौँ आज। यस्तो छ कि कुरा कि हामी त अब एकदम सहर बजार त्यहाँ ठ्याक्कै मेन सिटीमा बसेको, अहिले अचानक आएर चाहिँ यहाँनिर बस्नु पऱ्यो। अचानक हामी चाहिँ खोलाको डिमतिर आइपुगेका छौँ। यसरी तपाईँले के लिएर ल्याहा फाइनली हामी चाहिँ लगभग यहाँबाट दाइको वासस्थानबाट सिस्नोको साग चाखेर पनि सिस्नो पनि चाख्यौँ, अर्को साग पनि चाखेर चाहिँ हामी लगभग अब रुमतिर जाँदैछौँ। र आजको दिन चाहिँ हामीले यसरी नै दाइहरूसँग छुटिएर बितायौँ। यति रमाइलो पनि भयो आजको दिन। अलि धेरै निकै रमाइलो, पहिलाको दिनहरूभन्दा अलि निकै रमाइलो भयो। घुमफेर जङ्गल यताउति सब भयो हाम्रो। अब यहाँ फेरि अब अर्को हप्तातिर हामी फेरि भेट्ने कुरोको साथ हामी चाहिँ आज लगभग यो ठाउँबाट बिदा हुँदैछौँ। नेक्स्ट टाइम नेक्स्ट डे यस्तै रमाइलो घुमघाम गफगाफसँग भेट्नेछौँ, जोडिनेछौँ। हाम्रो यो च्यानललाई माया गरिदिनु होला, लाइक कमेन्ट अनि सब्सक्राइब गरेर चाहिँ सपोर्ट गरिदिनु होला। यो चाहिँ हाम्रो दाइहरूको लोकेसन हो। सी यू नेक्स्ट टाइम। ओके।